बोमपाठको आज 6औं दिनको तयारी। 6औं दिनको तयारीमा होम यज्ञ एकदम तयार भएको छ। अनि दाउरा, बरपिपल र फलफुलको काठहरू, अनि गुरुहरू बस्ने र किताब राख्ने सिट एकदम तयार छ। र भोलि चाहिने यज्ञको सामानहरू हामीले चाहिँ रेडी गरी बोरामा प्याक भएको छ। अहिले चाहिँ यहाँ बोमपाठको लन्च ब्रेक 12 बजेदेखि 1 बजीसम्म। 1 बजेपछि प्रवचन कार्यक्रम। अहिले ब्रेक टाइममा चाहिँ हामीहरू यहाँनिर चाहिँ बिसाएको बेलामा चाहिँ अहिले लामा गुरुहरू चाहिँ खाना खाने क्रम लन्च गरिरहेको अवस्था छ माथि। बाउले चाहिँ निरीक्षण र यहाँ खल काका पनि आइपुग्नु भयो माथिबाट चाहिँ झरेर चाहिँ खाना खाएर चाहिँ। यहाँ हामी पनि काम भर्खर सिद्ध्याएर चाहिँ सानो एकदम थकान मेट्दैछौँ। ए तना नलैजा मनोज यहीँ राख भोलि लिएर जाउँला। यहीँ राखेँ खाट पनि राख्थेँ, खाट पनि जति चाहिन्छ। अनि काका सन्चै हुनुहुन्छ नि? खानपिन भयो, प्रसाद भयो, खानु भयो? बस्नु न काका, होइन बस्नुहुन्छ नि? एकछिन अब प्रवचन कार्यक्रम कस्तो हुँदो रहेछ लामाको? सुन्यो। अब म एउटा छु, भ्याउनु पर्छ, धेरै ठाउँमा छ भ्याउने। हो ती मुनि राख्दैन हो, त्यो अर्को चाहिँ मान्छे हो, त्यो नि त्यो माथि उयसको बेड कभर थियो। यो चाहिँ बोमपाठ हो क्या यहाँनिर। 11 लाख यहाँनिर श्लोक, 84 1 लाख 1 लाख श्लोक, 84,000 ग्रन्थ भएको पाठ चाहिँ यो पढाएको मन्त्र चाहिँ हाम्रो। यो त माथि तिब्बतको लामा हेर्नु त, तिब्बतको लामा यो 45,000 श्लोक भएपछि त बिजुली चम्कम छ। अब यो यहाँ यस्तो हुन्छ नि त काका, यहाँनिर अब घरको मान्छेले पनि जति मुन्डुन पुऱ्याउनु पर्ने सबै मुन्डुन पुऱ्याउनु सकिँदैन। अनि लामाहरूले पनि जति उनीहरूको सबै त्यो गुरुहरू चाहिँ त्यति उयो छैन नि त, सबै हुनु पऱ्यो नि त, खतरा हुनु पऱ्यो नि त, अनि मात्रै हुन्छ क्या। फोटो चाहिँ हालिराखेँ राम्रोसँग। फोटो होइन, यो भिडियो भिडियो मात्रै छ। भिडियो आउँछ तपाईँको। त्यति भनेपछि अब बिजुलीसँग एउटा शक्ति चाहिँ उत्पादन हुन्छ। तर जति हुनु हो त्यति पुरा गर्न सकिँदैन। यो चारपे राख्ने ठाउँ बनाएको थियो। यो एउटा गुरुले भनेको यो खासमा चाहिँ बोमपाठ चाहिँ यो नागार्जुन डाँडा छ नि काठमाडौँ, त्यहाँबाट सुरु भएको नागकै उसबाट। त्यहाँनिर चाहिँ एकदम नाग रिसाएर चाहिँ त्यहाँ उता चाहिँ के राख्छौ त्यहाँ चाहिँ ताण्डव मचाएपछि अनि के रोग लागेको थियो अरे क्या, अनि त्यस पछाडि निकालेको चाहिँ मन्त्र। त्यतिखेरको चाहिँ एकदम भूत प्रेत जति पनि एउटा लामा त्यहाँ बस्छ नि त, नेगेटिभ पावरहरू हुन्छ, नकारात्मक शक्तिहरूलाई चाहिँ साम्य पार्ने अनि त्यहाँ बस्छ यो पितृहरूलाई एकदम खुसी बनाउने पाठ हो क्या यो। हामीहरू म लगभग 8-9 वर्षको हुँदैखेरि यो शक्तिको मैले विचार पाएको। अब ऊ तिब्बतमा लडाइँ भयो नि त, तिब्बतमा लडाइँ हुँदाखेरि उताबाट ठुलो लामाहरू भागो। अनि भाग्दाखेरि त्यो लामा थियो, लम्बिनी थियो, एउटा छोरी थियो। छोरी चाहिँ त्यस्तै 8-9 वर्षको छोरी सँगै आउँदैछ।
आउँदै आउँदै गर्दाखेरि अगाडि लामा छ, पछाडि लमेनी छ, उनीहरूले आफ्नो आफ्नो भारी बोकेको छ। अरू सबै सरकारले अपहरण गर्यो। अनि अपहरण गरेपछि त्यहाँबाट चाहिँ त्यो छोरी लिएर आएको। यही हाम्रो ताप्लेजुङ जिल्लाको उत्तर काभेरी खोलादेखि माथि आउँदाखेरि यस्तो एउटा बिचमा सानो खोलाको पारिपट्टि वडा वारिपट्टिबाट यस्तो गोरेटे बाटो झर्ने। अनि तल आयो, अनि यसो पछाडि हेर्दाखेरि छोरी छैन, छोरी हरायो। अनि छोरी हराएपछि अब कहाँ गएको छोरी? अनि उँभोतिर हेऱ्यो, उँधोतिर हेऱ्यो। अनि त्यो लामाले एकछिन आँखा चिम्लेर यसो गर्यो। अनि त्यहाँबाट त्यो हो अब हाम्रो छोरी त पेमे भन्नु त्यो उसको बुढीलाई, हाम्रो छोरी जिउँदो छैन भन्नु लामाले। अनि कहाँ के भयो त भन्नु। अनि तल जब भोटेगाउँमा आयो, भोटेगाउँमा आएपछि मेरो त यस्तो घटना भयो भनेर अब त्यो भोटियाहरूलाई भन्यो लामाले। अनि भनेपछि अब के गर्नु पर्यो त भनेपछि अब भकारीहरू खोजेर मलाई गोप्य राख भन्यो। गोप्य राख भनेपछि भकारीहरू बेरेर लामा गोप्य राखेर हेरेपछि छोरीलाई अजिङ्गरले खाएछ। पारिपट्टिको त्यो वडाको ठुलो अजिङ्गर रहेछ, उसको श्वासले तानेर छोरी अघि निलेछ। निलिसकेपछि अब लामा त्यहाँ बसेर ठ्याक्कै ध्यान गरेर अब गरेर उसको मन्दम भन्दै लगेर भरे प्याङ्गे वज्र हान्थ्यो लामाले। यो जन्मिएको 8-9 वर्षको कुरा नि। तपाईँले साक्षात् देखेको रहेछ त? यो हाम्रै पञ्चायतभित्र पर्ने त्यो यम्फुदिन, यो जुन सोमाएको सासू थिएन, हजुर, सोमाएको सासूकै घरको पारिपट्टिको कुरा यो। अनि त्यहाँबाट त प्लाङ्गै वज्र हानिदिँदाखेरि पहरो फुटायो। पहरो फुटिसकेपछि त्यो सापलाई हानिदियो। हजुर, सापलाई प्लाङ्गै तल एउटा घट्टे खोला भन्थ्यो, घट्टे खोलामा झरो साप। त्यो साप वज्रले लागेपछि पुरा रगत पक्ष भएर खोला नि एकछिन रातो भएको सानो खोला थियो। अनि त्यहाँबाट चाहिँ त्यो सापको पेटमा त्यो बच्चा रहेछ। निलेर चाहिँ निलेर बच्चा रहेछ। तर त्यो उसको वज्रले टाउकामा हानेर चाहिँ त्यो के अरे सापको चाहिँ तल झारिहाल्यो। अनि बच्चाको चाहिँ भित्र सिङ्गुलै त्यो पचेको रहेनछ। अब मर्नु चाहिँ मरेको, अब निश्वास भएर मर्यो। अनि निकालेर त्यसको दाह संस्कार गरेर अनि त्यो लामा आयो। अनि त्यसको संस्कार गरेर त्यो लामा आयो। त्यति शक्ति हुन्छ कि यो बौद्ध पुराणमा। त्यहाँबाट त्यो चाहिँ हामीले बिहोरेर त्यो लामालाई अनि प्रत्येक घरले लामा पाथी भन्थ्यो, कसैले चाहिँ नहुनेले 1 पाथी, हुनेले 5 पाथी 6 पाथी गरेर। अनि हामीले यो गाउँमा बस्नु हुँदैन, गाउँदेखि माथि एक्लै बस्नुपर्छ टुप्पामा, डाँडामा। अनि जतिखेर यो असिना भएको बेलामा चाहिँ असिना आउने मौका हामीहरू बुझ्छौँ, त्यतिखेर चाहिँ हामीले लुगा फुकाउनुपर्छ, सर्पाङ नाङ्गै हुनुपर्छ र ढोल बजाउनुपर्छ। हामी त्यो गाउँमा त बस्दैन भनेर अनि गाउँदेखि माथि फर्से चौरी भन्थ्यो, त्यो फर्से चौरीमा गुम्बा बनाइदिउँ सबै गाउँकोले उठाएर, 3 गाउँकोले। अब यहाँ त उठायो, तिमीहरूको कहीँ क्षति नहुने ठाउँ देखाओ, कहाँनिर पारिदिनु भन्थ्यो असिना आउने बेलामा। अनि पारी त्यो सुदाप भन्ने ठाउँमा चाहिँ एउटा सिँदुरेको लेख थियो, त्यहाँ पारिदिनु भनेपछि जहिले त्यो असिना त्यो लामा बसिन्छ त्यसमा असिनाले मकै बिगार्यो। अनि भनेपछि कति शक्ति पावर रहेछ त? अनि यो बारेमा त काकालाई थाहा रहेछ त? अरे एकदम साक्षात् देखेको रहेछ नि त फेरि काकाले। काकालाई यहाँ अन्तर्वार्ता लिउँ न। अन्तर्वार्ता भइरहेको छ त यहाँ काकासँग। त्यही बौद्ध पुराणको बारेमा चाहिँ के शक्ति छ भनेर चाहिँ सोधेको बारेमा बताइरहनु भएको छ त काकाले। अनि अरू पनि बताउनु काका। तपाईँलाई एउटा फेरि अर्को के अरे प्रश्न होइन, यो बौद्ध पुराण प्रति चाहिँ होइन जुन हिन्दू धर्म पनि पुराण लगाइन्छ, हिन्दू धर्मले चाहिँ बौद्ध पुराण प्रति चाहिँ अब कस्तो खालको चाहिँ भावनाहरू चाहिँ व्यक्त गर्छ? कस्तो खालको भावना व्यक्त गर्छ भने जति पनि यो श्रीमद् भागवत पुराण लगाइन्छ नि, श्रीमद् भागवत पुराण भनेको पौराणिक कथा मात्रै सुन्न पाइन्छ भने जति पनि बौद्ध पुराणमा भनेको शक्तिको कुरो आउँछ। शक्तिको लागि भने बौद्ध पुराण। किनभने अब यो 33,000 श्लोक भएको श्रीमद् भागवत पुराण छ भने 19,000 श्लोकको गरुड पुराण छ, 11,000 को अग्नि पुराण छ। बिना पुराणको कुनै पनि प्राणी छैन। सबै थाहा छ धार्मिक कुरा। 11,000 को अग्नि पुराण भनेको चाहिँ अङ्ग्रेजहरूले मात्रै घोक्छ। अब यो 55,000 को चाहिँ यो बौद्ध पुराण
55,000 सबै त्यो भन्दा बौद्ध पुराणभन्दा ठुलो पुराण छैन। अर्को एउटा भन्छ कि त्यो जुन यहाँको पुराण छ नि कुरान यहाँको पुराण छ तर बुद्धको पुराण छ यो बौद्ध पुराण। बौद्ध पुराणमा भनेको अग्नि उठाउन सक्ने, बिजुली चम्काउन सक्ने, आफै उड्नु सक्ने, बिजुलीसँग साधन गर्न सक्ने यस्तो किसिमको प्रभाव भएको बौद्ध पुराण हो। यसमा बुद्धको ज्ञान, बुद्धको शक्ति यसमा घोषित गरिदिएको छ र तर बौद्ध पुराण भइसकेपछि जस्तै पनि मान्छेले तामसी हुनु हुँदैन, सात्विकी हुनुपर्छ। मानसिक ज्ञान आउँछ मान्छेमा, तेरो आत्मा के हो मेरो आत्मा के हो भन्ने कुरो सोच्ने कुरो, अर्काको आत्मा परात्मालाई चाहिँ समझ्ने कुरो, तामसीपनालाई हटाएर सात्विकीपनामा ल्याउने व्यक्तिलाई जो विचार गर्छ भने उसले बौद्ध पुराण सुन्नुपर्छ। अनि एउटा भनिन्छ नि त होइन, बौद्ध पुराण लगाइयो भने चाहिँ होइन त्यो एरियामा पुरै शान्ति हुन्छ। यसमा तपाईँको कस्तो विश्वास छ? त्यो भनेको बौद्ध पुराणको अगाडि भनेको चाहिँ तपाईँको यो भूत प्रेत पिशाच यिनीहरू पनि टिक्नु सक्दैन। अपगति भएर त्यहाँउति घुमिराखेको कुनै पितृ पनि प्रेत भइराखेको छ भने त्यो प्रेत पनि पितृ भएर उद्धार हुन सक्छ। अकाल मृत्यु भएको छ नि, कोही गोली लागेर मरेको छ, कोही सर्पले डसेर मरेको छ, कोही फाँसी भएर मरेको हुन्छ इत्यादि भएर चाहिँ उसको जो यस्तो दुखित मरण भएर मरेको हुन्छ अकाल मृत्यु। र त्यो त्यहाँ कसले के दिन्छ भनेर चाहिँ खाना आशामुखी भएर त्यो घुमेको हुन्छ। त्यस्ताको पनि यो बौद्ध पुराणले उद्धार गर्छ क्या, उद्धार गर्ने कुरा भनेपछि काकालाई यसको बारेमा तपाईँले निकै बुझ्नु भएको रहेछ। अरे त भनेकै छ नि यो के अरे बुद्धको जस्तो ज्ञान होस् अरे, किनभने आशीर्वाद दिँदाखेरि पनि आशीर्वाद दिँदाखेरि बुद्धको जस्तो ज्ञान, अनि सीता जस्तो सात्विकी बौद्धिक जस्तो ज्ञान। किनभने बुद्धले जस्तै बुद्धलाई मार्न आक्रमण गर्न आउनेलाई पनि बुद्धले त्यसलाई एकदम समझदारीको साथमा चाहिँ ज्ञान मूर्खलाई पनि साम्य बनाएर त्यसले भने फेरि त्यही बुद्ध बन्नु, त्यो बौद्धिक बन्नु होइन। त्यो पहिले बुद्धलाई भनेको चाहिँ गाली गर्ने, बुद्ध नमान्ने, नटिक्ने थियो। तर उसले बुद्धको कुरो सुन्दै 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 घुस्दै गइसकेपछि आत्मामा अगाइसकेपछि भनेको अब यो मान्छेले भन्छ कि यो यत्रो खर्च गरौँ, यत्रो यो बगायो, यत्रो यो के गरौँ उ गरौँ भन्छ, फाल्तु खर्च भनेर सोच्छ नि। त्यो एउटा शक्तिको कुरो हो यहाँ होइन, जसको शक्ति अनुसारको भक्ति हुन्छ। अब मेरो शक्तिले मैले पोरपरार त्यत्रै पुराण सकेँ, त्यत्रै पुराण लगाएँ होइन। तिमीहरूको यो शक्तिले अब यत्रै पुराण लगायो होइन। मतलब पुराण लगाउनलाई सम्पत्ति नै हुनुपर्छ भन्ने चाहिँ भावना चाहिँ राख्नु भएन, इच्छा हुनुपर्छ। इच्छा हुनु पर्यो, इच्छा शक्ति। अब मलाई जहिलेसम्म म त एउटा तिमीहरू हेरी एउटा गरिब मान्छे हो नि त होइन, जन्मन गरी खाने मान्छे हो। अब तिमीहरूले होइन भन्नु न, तिमीहरूले पनि मलाई टेको टुडो गरेको बाबुहरूले आमाहरूले टेको टुडो गरेको मान्छे हुँ। त मैले अब त 7 दिन सप्ताह खान सक्ने त मेरो स्थिति थिएन, मसँग पैसा पनि थिएन। तर तपाईँको इच्छा थियो? मेरो इच्छा थियो। एक दिन फ्याट्ट बोलेर सुरु भइसकेपछि भनेको त्यो गाउँमा 3-4वटा पुराण लाग्यो। तर मेरो पुराणमा कति मान्छे आयो, मेरो पुराणमा कति आर्थिक पनि उठ्यो। अब मेरो पहिलो पुराण लाउनेलाई मैले सोधेँ यो कति आँटाले पुराण सिद्धिन्छ भने तपाईँले धेरै भने 3 बोरा ल्याउनुपर्छ। अनि मैले त्यो विचार गर्दाखेरि भरे मेरो आँटा लागेछ 7 दिन गर्दाखेरि 9 बोरा दिनमा खाजा पुग्ने होइन। अब पैसा मान्छेको त्यहाँ 2-3 हजार पैसा पुराण सकिँदाखेरि त्यो राखेको 5-10 भेटी चढाएको थियो। अब मेरोमा त्यहाँनिर यसरी चढाएको मान्छे इन्टरभ्यू हुँदैछ कि धार्मिक भोलि बिहान हुने हो, भोलि बिहान हुने हो। यहाँ काकासँग अलिक धार्मिक कुराहरू उहाँ जानकार हुनुहुन्छ क्या, यसो विज्ञ बुद्धिजीवी बुढापाका। अब
यो गरिसकेपछि भनेको अब त्यो मेरो त्यो गर्दा गर्दै माइलो छोरा खटु, अर्को जेठाको छोरा खटु, कुनो खटु, अनि पछि एउटा दोकानमा भनेको थिएँ मैले म ऋण चाहिँ के गरेर पनि तिर्छु तेरो मेरो नाउँमा एउटा खाता खोल्नु, जे लान्छ चिज लाने चिज दिनु बिल दिनु त्यसलाई भने। अनि पुराण सकेपछि पछि त्यो दोकानमा हिसाब किताब गर्नुभएको, यहाँको हिसाब किताब जसले सामान लग्यो त्यसले बुझाइसकेको छ, तपाईँको यहाँ बाँकी छैन भन्नु। अब मैले पुराण लगाएको 3 वर्ष भयो, त्यसको मैले फेरि जोडी बाँध्नुपर्ने। अब 1 वर्ष दाजुको दुधोले रोको, अर्को वर्ष भाउजूको दुधोले रोको, मैले त्यसको जोडी लगाएकै छुइनँ। अब लगाउनु छ। अनि अब त्यो भाउजूको वर्ष भएपछि त्यो जोडी लगाउनु यसो त त्यत्रो ठुलो त 7 दिन नलगाने, 1 दिन 1 हार जस्तो लगाउने। तर इच्छा गरेपछि पुग्छ काका। अनि त्यो भइसकेपछि भनेको मैले त्यो पुराणको बेलामा अब कति के भरे के अरे काम होस्, इज्जत नजाओस् भनेर अब गएको पैसा कति साँटेपछि यो खुट्टा धो न उता उयो यहाँ धार 30-40 हजारको 1 सयको पैसा साँटेपछि 100 अब यस्तो 10-20-50को लोडहरू यस्तो साँटेको थिएँ, त्यस्तै 50 हजार जति। अब बुन्थ्यो, यही झोला बोक्ने, यसैमा बोक्थेँ। अनि भरे अरूको डेकोरेसन लाख रुपियाँ लियो, मेरो डेकोरेसन राम्रो पनि थियो, ठुलो पनि थियो पन्ना, तर 50 हजारमा मेरो डेकोरेसन भयो सबै, त्यस्तो ठुलो गराभरि उता। अनि त्यहाँबाट यसले डेकोरेसन यस्तो हाल्यो। अनि यो नाति एउटा यसो बगानमा 8-10 हजार पैसाको नोकरी गर्ने। अब यसले यो तमासा के आँटेको कुन भयो त्यहाँदेखिको अलिक धनी पुँजीपतिले है, अनि सक्दैन भन्ने खालको भावना। अनि त्यो विचार गर्यो भरे त्यो कुनै मेरो मदेखि माथिको म्यानेजरहरू स्टाफहरूको म निम्तो गर्दाखेरि पनि मेरो यो बगानको मालिक जाँदैन थियो। तर मेरो बगानको मालिक बुढो मालिक पनि गयो, छोरो मालिक पनि गयो, बुहारी पनि गयो, नाति पनि गयो, गाडी नै लिएर गयो। अब उनीहरू जिउको 1000 रुपियाँ जस्तो चाहिने तिनीहरू 5-6 जनाको त्यो पैसा त्यो भागतमाथि तिनीहरू राखो होइन। अब नानी चलाउनु हुँदैन। त्यतिखेर त्यो मेरो बगान मालिकले मेरो टाउको समाएर भन्यो, है हरिजी यहाँ कुनै तपाईँलाई असुविधा त छैन नि, केही अहिलेसम्म छैन मालिक भने। अनि त्यहाँबाट दाजु खाना जो खाना होइन, खाना खाएर जानु, खाएर जाने ढिलो हुन्छ। अनि अब काकाको अहिले म इन्टरभ्यू यहीँ स्थगित गर्छु। यहाँ इन्टरभ्यू लिँदै गर, फोटो खिच्छ, यहाँ नन स्टप छ काकाको। अनि काका त्यो अर्को एउटा कुरा सोध्नु होइन, यो श्रीमद् भागवत पुराणमा एउटा अङ्गुलीमल भन्नेको पनि आउँछ होला होइन? त्यसको बारेमा चाहिँ अङ्गुलीमलको बारेमा चाहिँ तपाईँले चाहिँ के बुझ्नुभएको छ? एउटा राक्षस अङ्गुलीमल छ नि, बादमा त त्यो एउटा के अरे बुद्धको शिष्य भयो, तर त्योभन्दा पहिला चाहिँ त्यसले 999 चाहिँ त्यसले चाहिँ हत्या गरेको थियो। अनि त्यसको एम चाहिँ के थियो, म 1000 चाहिँ हत्या गर्छु भन्ने त्यसको एम थियो। त्यो 1000 हत्या गर्नेमा चाहिँ अब लास्ट त्यो 999 बाट चाहिँ त्यो 1000 पुग्ने बेलामा चाहिँ गौतम बुद्धलाई चाहिँ उसले भेटाए, गौतम सिद्धार्थ होइन, सिद्धार्थ गौतम बुद्धलाई भेटायो। त्यतिखेर चाहिँ अब त्यसलाई चाहिँ अब हत्या गर्नु जाँदाखेरि चाहिँ त्यही गौतम बुद्धले चाहिँ फेरि उसलाई चाहिँ एउटा प्रेरित गराएर होइन, एउटा आफ्नो के अरे शक्तिले भनौँ या आफ्नो प्रभावले भनौँ या आफ्नो ज्ञानले भनौँ होइन, या उसको वचनले भनौँ, र उसलाई चाहिँ प्रेरित बनाएर चाहिँ लास्टमा चाहिँ उसले त्यो 1000 हत्या गर्नु पाएन होइन। र ऊ शिष्य भएर चाहिँ लास्टमा त्यो एउटा कयौँ ध्यान गरेर चाहिँ उसले त्यत्रो 999 हत्या गरेको पाप पनि उसले मुक्त भएर ऊ चाहिँ लास्टमा चाहिँ एउटा भिक्षु भएर चाहिँ ऊ एउटा गौतम बुद्धको शिष्य भएर गएको थियो होइन। यसको बारेमा चाहिँ तपाईँलाई चाहिँ अब श्रीमद् भागवत पुराणमा चाहिँ यसमा के भनेको छ? यसमा मैले अघि नै भने नि, आत्मालाई आकर्षित गर्ने
आत्मालाई आकर्षित गर्ने शक्ति भनेको बौद्धिक ज्ञान हो, बुद्ध ज्ञान हो। श्रीमद् भागवत भनेको के हो त भन्दाखेरि श्रीमद् भागवत भनेको कृष्णचन्द्र भगवानको महान बाणीहरू त्यसमा हानिएको छ। त्यसले गर्दा कृष्णचन्द्र भगवानका महान बाणीहरूलाई यो माथि जान्छ छ्यामा हजुर होइन अब अलि ब्रेक भएको छ कि ओ ठुल्छ्यामा आउनु भएन के बिनाइ हुनु ए ए ल माथि जाने छ्यामा अनि त्यो एउटा कृष्णचन्द्र भगवानको महान बाणीहरू सुन्ने पुरानो महाभारतमा यस्तो भयो फलनाले यसो गरौँ फलनाले त्यसो गरौँ भन्ने पुराना कुराहरू त्यसमा डरका कुराहरू पनि देखाएको छ। मान्छे कुनै तामसीपनामा जानलाई भनेर अलिकति चाहिँ त्यो हप्काइ धप्काइ जस्तो देखाएकोहरू कुराहरू छ। मान्छे साधविकीपनामा आओस् भन्ने धारणा त्यसमा छ। अनि अलिकति के छ भनेदेखि म चाहिँ छर्लङ्गै भनिदिँदाखेरि अब बुद्ध यो के अरे श्रीमद् भागवत पुराण भन्ने पण्डितहरूले अलिकति झुटो अलिकति अपवाद अलिकति यो नभनिकन उनीहरूको खाएको पत्तैन हेर है। त्यसले गर्दाखेरि उनीहरू त्यहाँ भएको वाचकहरू मात्रै सुनाउने भनेको अहिले यो एउटा कुबेर सुवेदी मैले जानेको चाहिँ कुबेर सुवेदी यो इलाकाको अलिक फेमस प्रवचन भन्नेमा र सुनाउनेमा र साँचो कुरो गरिबीलाई पनि चाहिने धनीले पनि सक्ने गरिबले पनि सक्ने कुरो ओकाल्न सक्ने होइन भने त तपाईँको गरिब त पापमा डुबिजाने पर्यो नि होइन। त्यसले गर्दाखेरि गरिबीको उद्धार गर्ने एउटा चाहना बोकेको पण्डित कुबेर सुवेदी। अब जस्तो यो पतिले के भन्दै जान्छ तर बुद्ध पुराणले के भन्छ त भन्दाखेरि नचाहिँदो वाचक र त्यहाँ लेखेकोदेखि बाहिरको कुरो फिटिक्क पनि भन्दैन। त्यहाँ जो लेखेर बुद्धको महान बाणी जति पनि त्यहाँ छापिएको छ बुद्धको महान बाणीदेखि बाहिरको कुरो उसले वाचक बनाएर छाप्दैन। अब हामीहरूको चाहिँ त्यो वाचक चलेको पण्डितहरूले त्यहाँ छैन भनेदेखि पनि त्यहाँ भएको कुरा पनि एक दुईवटा जस्तो भनौँ यही यो त अब तिमीहरूलाई जानिकन तिमीहरू नै ठुलो भयो। जुन बनियानीदेखि मास्तिरपट्टि एउटा चाहिँ ठुलो भवन बनियो नि अब चिन्नु भयो नि मा चिन्नु भयो देखादेखि भएको होला। पर पहिला ताराबनमा बस्नु भएको थियो नि त यामे बाबु यामे बाबु चिन्नुहुन्न ए यामे बाबु हजुर हजुर मामल चिन्नु भएन ल खरेल कान्छा डमर गाछको हाम्रो छिमेकी पहिला पहिला पनि छिमेकी नि अहिले पनि आइराख्नु गएर छिमेकी बराबरै हो। त्यो घर मात्रै तल माथि भयो कि जहिले वर्षको म पूजापाती गरिदिनु मै आउँछु अनि यो केटाकेटीहरू सबै यिनीहरू सानो सानो ल्याएर छोडेर ती बुढाउता बाहिर थियो यिनीहरू सबै ती म गाली गर्थेँ कहिले फुक्नु खोज्थेँ कहिले के अब फेरि उस्तै छ जेठा